6, 7, 8, 9, 10 मा विभिन्न स्थान हासिल गर्ने त्यो पनि वार्षिक परीक्षामा भाइ बहिनीहरूलाई म सरसर्ती अगाडि बोलाउँछु। उहाँहरूलाई आएर पुरस्कार लिइदिनु हुनका लागि अनुरोध गर्छु र पुरस्कार प्रदान गरिदिनु हुनका लागि म यस रमणा पाठशालाका सियर सदस्य श्री गोपी थापाज्यूलाई हार्दिक अनुरोध गर्दछु भने टीका लगाइदिनका लागि म यसै रमणा पाठशालाकी सियर सदस्य श्री धनरूपी बुढा मगरज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। कृपया अगाडि आएर विद्यार्थी भाइ बहिनीहरूलाई टीका तथा पुरस्कार वितरण गरिदिनु होला। हुनुभएको थियो प्रिन्स सुनार, कृपया अगाडि आउनुहोला। र तृतीय स्थान हासिल गर्न सफल हुनुभएको थियो भाइ मिश्र बुढा मगर, उहाँलाई पनि म अगाडि बोलाउन चाहन्छु। हाम्रो टीका लगाउने र पुरस्कार वितरण गर्ने कार्यक्रम चल्दैछ। महानुभावहरूले पनि नास्ता खाँदै हुनुहुन्छ। त्यही समय पारेर त्यो पुरस्कार वितरण गर्न पुग्यौँ। यहाँ त रेडी हुँदैछ है। कृपया आफ्नो बहुमूल्य ताली दिनु होला। नास्ता सक्नु भएको छ भने बहुमूल्य ताली दिएर उहाँहरूलाई चाहिँ हौसला प्रदान गरिदिनु होला। प्रथम स्थान हासिल गर्न सफल सुजल बिटे, द्वितीय स्थान हासिल गर्न सफल प्रिन्स सुनार र तृतीय स्थान हासिल गर्न सफल मिश्र बुढा मगर। त्यसै गरी कक्षा 7 मा प्रथम स्थान हासिल गर्न सफल हुनुभएको थियो बहिनी अन्जु रोका। अन्जु रोका कहाँ हुनुहुन्छ? अगाडि आउनु होला। फोटो सेसन पछि त्यसै गरी द्वितीय स्थान हासिल गर्न सफल हुनुभएको थियो बहिनी युगा ओली। कहाँ हुनुहुन्छ? युगा ओली स्टेजमा आउनु होला। र त्यसै गरी तृतीय स्थान हासिल गर्न सफल हुनुभएको थियो बहिनी अनिता बिके। उहाँलाई पनि म स्टेजमा आमन्त्रण गर्न चाहन्छु। प्रथम स्थान हासिल गर्न सफल अन्जु रोका कक्षा 7 मा गत वर्ष। त्यसै गरी द्वितीय स्थान हासिल गर्न सफल युगा ओली, तृतीय स्थान हासिल गर्न सफल हुनुहुन्थ्यो अनिता बिके। प्रथम स्थान हासिल गर्न सफल हुनुभएको थियो बहिनी निशा भण्डारी। उहाँलाई म स्टेजमा आमन्त्रण गर्न चाहन्छु। निशा भण्डारी। त्यसै गरी द्वितीय स्थान हासिल गर्न सफल हुनुभएको थियो भाइ सृजित फुन। कहाँ हुनुहुन्छ? स्टेजमा आइदिनु होला भाइ सृजित फुन। त्यसै गरी तृतीय स्थान हासिल गर्न सफल हुनुभएको थियो बहिनी सुहाना गिरी। कृपया अगाडि आइदिनु होला सुहाना गिरी। कक्षा 8 मा प्रथम स्थान हासिल गर्न सफल 8 मा। त्यसै गरी द्वितीय स्थान हासिल गर्न सफल हुनुहुन्थ्यो सृजित कुन। कहाँ हुनुहुन्छ? सृजित कुन। त्यसै गरी तृतीय स्थान सुहाना गिरी। कहाँ हुनुहुन्छ? सुहाना गिरी।